राजनीतिक दल के नेतागण सभी कोई के एकजुट क यदि हम सब अगाडि बढ़ी तो हमरा बुझाइ विश्वविद्यालय उन्हें भी जल्दी भ जाए। एहि द्वारे हम सब कोई पहल क अगाडि बढ़ू। ई काम हमरा सबके डीसी साहब रजिस्ट्रार साहब के विशेष क हम ध्यान आकर्षण करबे कि हमरा जत ल जाए वहाँ सब हम वही में जाए के लिए तैयार छी। लेकिन ये 2-3 दिन के बाद में अहाँ सब खोजू, हम सब द्रुत गति में ल जाए और तुरंते के तुरंते बरु अहाँ सब मनियारी कथी बनाए वह में हम सब शुरुआत करी। केंद्रीय कार्यालय कत बनाए, हमरा सबके यूनिवर्सिटी फील्ड सहित बरु कत हुए कमती में 30-40 बीघा 50 बीघा जेमे गाछ वृक्ष दुनियादारी सबे फैसिलिटी रहे सबे रहे। देखबे उमर 100 बीघा लेने बाहर तरफ जेबे तो हम एक बेर रही क्वेश्चनो कर देने की तो बहुते गाछ कटा जेते, ई तो वन के जगह है। लेकिन अब वो बुझले सब जगह बजे है तेकर कनी पुरानो चाउर सब कहते रहे ने बिका जाए आ नहीं बाजा वाला के ध्यान नहीं पुगित रहे। तो हम सब अब नहीं बाजा वाला नहीं कि बाइज का अपन अधिकार लका आई, ये हमरा सबके दायित्व है। ये शुरुआत कर देवी नहीं तो अपने अगाडि बैठ जाते, शुरुआत करो तक मतरे देरी। अब ये होते केकरो मन केकरो मन वो नहीं कख निमन कत होते विश्वविद्यालय जे विश्वविद्यालय के जगह प्राप्ति है वही में हम सब कोनो विश्वविद्यालय के नाम में कोनो राजनीतिकरण नहीं। विश्वविद्यालय बनते निमन तो में सब है कोई के देन रहते। हिसाब से हम सब अगाडि यदि बढ़ी तो हमरा नहीं बुझाइए कि पछाड़ी हम सब पढ़ी। हमरा कुछ दिन पहले जे वार्षिक उत्सव रहे मनेने हमरा बाद में मानबे हम कहली ला हमरे सबके क्षेत्र में बड़ा हमू देख ली लाइव सब सुन ली खुशी लागल। आब तो नहीं सकली लेकिन खुशी लागल सुन ली देख ली बड़ा एकदम भव्य सभ्य के साथ हम सभी नेता के धन्यवाद दिए चाहिए कि विश्वविद्यालय लाभ के लेल सभी कोई मेहनत कैनी अपन जगह से जे हम देखे 2074 कार्तिक 12 गते संघीय संसद से स्थापित विश्वविद्यालय कतिपय कुरा चाहिँ नेपाल सरकार र राजनीतिक पार्टीबाट हुने कुरामा हामी चाहिँ भने पछाडि छौँ। तर पछाडि छौँ 2 महिना 4 महिना सम्म ढिलो होला तर चाहिँ असम्भव चाहिँ होइन। हामी चाहिँ त्यही दिशातिर चाहिँ अग्रसर छौँ, त्यो एचिभ गर्छौँ हामीले। हाम्रो चाहिँ आफ्नै भवन हुन्छ, हाम्रो केन्द्रीय कार्यालय हुन्छन्, हाम्रो क्याम्पस हुन्छ। यो भवन पनि हामी चाहिँ त्यसको स्तर चाहिँ उन्नति गर्छौँ। हुँदै जाने कुरा हो, अलिक ढिलो चाँडो चाहिँ हुन्छ नि। हामीहरूको अरू टाइपको चाहिँ ल्याउनुहोस्, हामी चाहिँ त्यसको लागि चाहिँ जहिले पनि चाहिँ तपाईँले सहयोग गर्न तयार छौँ। अब कुरा आयो यहाँ वास्तवमा तपाईँहरूबाट चाहिँ विद्यार्थी भाइ बहिनीहरूबाट चाहिँ धेरै नै आश हुन्छ हामीसँग। तपाईँहरूको डिमान्ड धेरै हुन्छ, हामीसँग चाहिँ अपेक्षा राखेको चाहिँ धेरै कुराको होला होइन। राम्रो पठन पाठन हुनु पर्यो, राम्रो फ्याकल्टी हुनु पर्यो होइन, राम्रो पोस्टिङ हुनु पर्यो, जबको लागि चाहिँ राम्रो व्यवस्था हुनु पर्यो, काउन्सलिङ हुनु पर्यो होइन, भवन राम्रो हुनु पर्यो, बस्ने सिट चाहिँ राम्रो हुनु पर्यो होइन। एक्स्ट्रा एक्टिभिटीहरू चाहिँ टक प्रोग्राम भयो, वर्कसप भयो, सेमिनार भयो, वा चाहिँ यो टाइपको चाहिँ कुराहरू होइन, फन्डिङको कुराहरू सबै हुनु पर्यो। र हामीले चाहिँ हाम्रो क्षमताले हाम्रो स्रोत साधनले भ्याउने गरी चाहिँ छोटो समयमा पनि हामी विश्वविद्यालयलाई चाहिँ राम्रै चाहिँ दिशातिर लगेका छौँ जस्तो विश्वास छ। तर तपाईँहरूको धेरै डिमान्डसँग चाहिँ हाम्रो पनि डिमान्ड छ र हाम्रो डिमान्ड चाहिँ एउटा छ, धेरै पनि होइन। त्यो डिमान्ड के भन्दा तपाईँहरू चाहिँ डिसिप्लिनमा चाहिँ बस्नुहोस्। हरेक विद्यार्थीले चाहिँ डिसिप्लिन मेन्टेन गरेन भने चाहिँ संस्थाको नै चाहिँ साथमा चाहिँ आश आउँछ।
लागि जग्गा र भवन पनि बनाउने क्रममा अगाडि बढ्नेछ भन्ने चाहिँ मैले चाहिँ उहाँको जुन प्रतिबद्धता पाएँ त्यसको लागि पनि उहाँ सँगसँगै यस भेगका सम्पूर्ण राजनीतिक कर्मीहरूलाई पनि म एउटा चाहिँ हामीहरू एउटा जस्तो जनक विश्वविद्यालयको प्राधिकारीहरूलाई जुन आज हौसला बढाइदिनु भयो त्यसको लागि पनि उहाँलाई र सँगसँगै यो भेगका सम्पूर्ण राजनीतिक जीवहरूलाई पनि उहाँ गइसकेपछि मिडियाको मार्फतबाट पनि उहाँहरू सबैको बिचमा यो कुरा पुगोस् भन्ने म कामना गर्न चाहन्छु र यस्ता कार्यक्रमहरू चाहिँ निरन्तर भइरहनेछ हुनेछ भन्ने विश्वासको सहित आजको जो कार्यक्रमहरूमा यो दुईटा शब्द भनिन्छ, एउटा चाहिँ विनर भनिन्छ, अर्को चाहिँ रनर भनिन्छ। म त विनर रनर भन्दा म बुझ्दिनँ। जुन साथीहरूले प्रतिस्पर्धा गर्नुभयो, प्रतिस्पर्धा गर्ने बित्तिकै नामै हो प्रतिस्पर्धा गरेपछि एकजना चाहिँ विनर अर्को रनर हुन्छ नै। त्यसैले चाहिँ विनरलाई बधाई र रनरलाई पनि शुभकामना दिँदै आजको रनर भोलिको विनर पनि होस्। विश्वविद्यालय क्याम्पसले गरेका प्रगतिको बारेमा कुरा भन्न चाहन्छु। यो विश्वविद्यालय क्याम्पसमा अहिले 11वटा प्रोग्रामहरू छन् र 2टा प्रोग्रामहरू तपाईँलाई थाहै छ कि हेल्थ साइन्सवाला प्रोग्रामहरू बीपीएस र बीएसएमएल अर्को बिल्डिङमा सञ्चालन भएको छ। र त्यसपछि पनि जुन कार्यक्रमहरू छन् यसपालि जुन कार्यक्रम 2वटा नयाँ आएको छन् बीडीबीएम र बीडीएमसी। र बीडीबीएममा हामीलाई सुरुमा अलिकति गाह्रै परेको थियो, तर पनि अहिले हामीसँग 10वटा विद्यार्थी छन् भने तपाईँहरूले म जानकारी गराउन चाहन्छु। हामीले प्रयास गर्यो भने पहिला जुन हामीलाई कठिनाइ भइरहेको थियो नि बीबीएमा 30 सिट हुन्थ्यो होइन, त्यसलाई नै भर्न अप्ठ्यारो भएको थियो। अहिले हामी 40 सिट भरेका छौँ। बीएमएलमा 40 थियो 50 सिट भरेका छौँ। यो हाम्रो उपलब्धि हो। तपाईँहरूको होइन तपाईँहरूको मायाले भनौँ, तपाईँहरूले जुन अक्सर हुनुभएको छ त्यसले विद्यार्थीहरूको सङ्ख्या पनि बढोत्तरी भएको छ। बीडीबीएमसीमा पनि हाम्रो सुरुमा 2जना विद्यार्थी थियो, तर अहिले 7जना भएका छन्। यस्ता कार्यक्रमहरू यो क्षेत्रमा यस्ता कार्यक्रमहरूले गर्दा यहाँ जुन न्यून वर्गीय जुन जनताहरू छन् र तिनीहरू प्रतिभा छलै, उ प्रतिभा हम तो देखे नहीं पावल छलिए। जो 7 साल के भीतर में उ प्रतिभा सब लुका के रखले रही है। आ कुछ दिन में जो स्वतंत्र विद्यार्थी यूनियन के जहाँ से चुनाव भेल तो पश्चात स्वतंत्र विद्यार्थी यूनियन के सभापति श्री प्रवेश यादव के आयोजित में कार्यक्रम जैसे भेल अहाँ सबके खोल कूद के जैसे प्रतिभा लुकायल प्रतिभा जैसे बाहर ले लग, तो एक लेल हम ओकरा कोटि कोटि धन्यवाद देव चाहब। कार्यक्रम प्रतियोगिताले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा ल्याउनुका साथै संकाय बीच आपसी समन्वय पनि मजबुत बनाउँछ। हाम्रो विश्वास हो आजका विजेता टोलीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु र उपविजेता टिमहरूलाई पनि निराश नहुन आग्रह गर्दछु। अर्को पटक अझ राम्रो प्रदर्शन गर्ने प्रेरणा लिएर अघि बढ्नुहोस्। अन्त्यमा यो कार्यक्रम सफल बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने
सबैप्रति विशेष धन्यवाद व्यक्त गर्दै म यस कार्यक्रमको औपचारिक